यसो केटासँग बुझिदिनतिर हिँडेर जाउँ भन्छ यार, आफूलाई थाहा छैन यहाँ घन्टी सिस्टम छैन। यो डिग्री गएको रहेछ नि त। सबै घन्टीमा चल्न थाल्यो भने मान्छेले छिनछिनमा घन्टी दबाउनु कसरी सम्भव हुन्छ यार। यसरी त वेटिङमा त लास्ट झ्याउ हुन्छ नि त, गाडीले हान्ने आउँदैन योमा आज के हान्ने भने डर हुन्छ नि त। न्यु इयरले गर्दाखेरि बिजी भएको। फेरि लास्ट चाहिँ गर्मी भएर छ क्या। अब जाउँ अब हाम्रो बाइकको बाइक आयो डेन्जर यार। दुई वर्ष पछाडि भेट भयो भोलि। आजको भोलि घर जाने भन्छ, टिकट घुम्दा बल्ल पाइयो टिकट। यो पनि भोलिको पाइएन अरे। 13 तारिक भन्यो होइन। 13 तारिकको 6 बजेको फ्लाइट। 3 दिनसम्म रुममा अब 4 दिन हो। आजसम्म 4 दिन। 4 दिनसम्म लगभग 7 दिन ठिकै हो। अब झ्याउ के गर्नु, इमर्जेन्सी टिकट पाउनै गाह्रो हुन्छ नि त। अब पहिलो कुरो त त्यो हो नि त। यस पैसा चाहिँ बचियो। पैसा बच्यो नि त, हल्का भए पनि सेभ भयो नि त। नेपालमा थोरै भए पनि खर्च पानी जोग्यो। मान्छे हावा जस्तो लाग्यो मान्छे गरिदिने रहेछ क्या ड्याङ्गो। अघि नै मैले त्यो त अहिले डाइरेक्टै भन्छ नि त।